हेलो गाइज, नमस्ते सबैजनालाई। आज चाहिँ यो यस्तो चिज बनाउनु आएको छ म घरठाउँमा। यो चिज चाहिँ के होला भन्ने कुरो थाहा छैन भने म भनिदिन्छु। यो चाहिँ ट्र्याक्टर स्टार्ट गर्नको लागि सेल्फ स्टार्ट जस्तो स्प्रिङबाट स्टार्ट हुने चिज हो। यसलाई चाहिँ म आज रिपेयर गर्न जाँदैछु। यो हामीले बाहिर तानिसकेको छु, मैले बाहिर तानिसकेँ। अब यसलाई ओपन गर्नेछु। यसरी घुमायो, लक छोड्यो, निस्कियो। यसको समस्या के हो भनेदेखि अब बेरिङ ठिक रहेछ। समस्या यो ठुलो स्प्रिङ, यो यस्तो स्प्रिङ हुँदो रहेछ। अब समस्या भनेको यही स्प्रिङमा रहेछ भनेको ल हामीले यो निकाल्यौँ। यसको मेकानिजम के छ? यो त यति स्प्रिङ त रहेछ एउटा, यही एउटा स्प्रिङ हुन्छ। यसलाई साइडमा राखौँ। यसो भित्र मेकानिजम भनेको के छ त? यही एउटा गियरको सापट रहेछ, जुन यो गियरले चाहिँ यतापट्टि घुमाउने रहेछ, यतापट्टिकोले घुम्ने, यस्तरी घुमाउँदो रहेछ। बस अरू केही छैन यसमा। अब के भयो भनेदेखि यहाँबाट स्प्रिङ छुटेछ, त्यही भएर कोटा गरेछ, राम्रोसँग काम गरेनछ। त्यति नै होला भन्ने लागिरहेछ। यसो हेर्दा यो स्प्रिङ त टुटेको छैन। ल अब यसलाई मैले हाल्ने छु रिपेयर गरेर। हेर्नु होला, यहाँभित्र एउटा बेरिङ छ। बेरिङ यहाँ हाल्ने, यहाँ बसेपछि यसरी घुम्ने। अब हाल्नु पनि यहाँनिर यसरी यो 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 यहाँनिर छिराएर हाल्ने, ट्याक्क लाएर यहाँ छिराएर हाल्ने। हेलो, यसलाई चाहिँ अब हामी टेस्ट गर्न लाग्दैछौँ। अब गाइस, यसलाई चाहिँ हामी पहिला डोरी खोल्छौँ। डोरीको नट चाहिँ खोलिसक्यो होइन। अब हामी यो हाल्छु, ट्याक्क लाएर मिल्छ कि मिल्दैन। 9 HP यसमा वाल हेरौँ कहाँ पुग्यो। मिल्ने रहेछ। अब यसमा फिट गर्नु ट्याक्क लाएर होइन। यसलाई चाहिँ फिट गरिसक्यो ट्याक्क लाएर। अब स्टार्ट गर्नु। अब यसलाई स्टार्ट गर्ने, ट्याक घुमाउने। ल के पुग्छ होला। अब यसलाई एक्सिलेटर बढाउँ, ट्याक्क लाएर। गाडी न्युट्रलमै छ। एक्सिलेटर बढायो। अब यसलाई बिस्तारै हानौँ। जस्तो छ पावर। गऱ्यो। ल अब यसलाई टुप्पी ट्याक्क थिच्दै होइन। अब हान्दो रहेछ ल। ट्याक ह्यान्डल ल्याएर आयो हामीले। अब ह्यान्डल स्याट लाएर बटार्यौँ। ल
माथि बटार्यो अब होइन यसलाई चाहिँ एक्सिलेटर फुच्च बढाइदियो अब हामी यो टुप्पी सुप्पी केही थिच्नु पर्दैन चाहिँ कहिले काहीँ यसो पऱ्यो भने मात्रै हो नत्र पर्दैन चाहिँ ट्याक्क लाएर हान्नुहोस् हानेन फेरि दोहोऱ्याएर हानेन एक्सिलेटर नपुग्यो क्या जान्छ हेलो गाइस आइसक्यो है सिन्धुलीमा पनि यस्तो यस्तो प्रविधि अब स्टार्ट गर्नलाई धेरै डोरी सोरी तानिरहनु पर्दैन यस्तो पटङ टङ 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 पारेर बटार्ने यस्तो पारेर बटार्ने होइन अब ड्याङ्ग लाएर यो अड्काउने लक हुन्छ यहाँ सबै यस्तो स्ल्याबको यहाँ खाँद्ने होइन अनि खाँदै अनि एउटा